गाडी केही नपायो हो अन्त रिक्सावाला आयो रिक्सावालामा चढेको नि माथि अलिकति चढे जानु परिसक्यो लग्यो अर्को गाडी लग्यो फर्स्ट डे हो स्कुलमा अन्त त्यही भएर चाहिँ कान्छीले रिक्ता हलिस गर्दैछ म चाहिँ कान्छीको लागि यहाँनिर ब्रेकफास्ट पनि बनाइदिँदैछु कान्छीले चाहिँ यहाँ सबै स्कुलको रेडी भइसकेको छ म चाहिँ किन यसो ओलेको हुन्छ म चाहिँ रस गर्दैछु त्यही भएर डर होइन त्यहाँ अनुहार खाइहरू अनुहार सुन्नुहोस् हेर रहेछ एक दुई दिन एक हप्ता गुन्डा हुन्छ त्यहाँको गुन्डा हुन्छ अहिले डर Hi everyone, welcome back to our channel. अनि आज चाहिँ तपाईले थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भयो होला कि भिडियो चाहिँ के बारेमा छ भनेर अन्त हजुर आज चाहिँ रेजिनाको चाहिँ फर्स्ट डे हो स्कुलमा अन्त बिचारा ऊ चाहिँ पुरा नर्भस भइरहेको छ म पनि अन्त नयाँ स्कुल नयाँ जग्गा नयाँ साथीहरू नयाँ क्लास अन्त त्यही भएर चाहिँ ऊ पुरा नर्भस भइरहेको छ अन्त अहिले म चाहिँ उसको लागि खानाहरू बनाइदिँदैछु उसले चाहिँ आफ्नो बुक्सहरू ड्रेसहरूमा आइरनहरू गर्यो सक्सहरू ह्याङ्कीहरू सबै मिलाएर रेडी पारेको छ अन्त अहिले चाहिँ ऊ चाहिँ दोकान गएको छ अन्त मैले चाहिँ उसलाई कान्छी म भ्लग गर्छु ल भनेको थिएँ नगर्नु भन्दै थियो अन्त मैले चाहिँ र पनि गरेको किनभने भोलिपछि उसलाई उयो पनि हुन्छ नि त मेमोरी पनि हुन्छ नि त यसो भ्लग हेर्दाखेरि यो त मेरो फर्स्ट डे थियो यस्तो भएको थियो भनेर अन्त त्यही भएर चाहिँ मैले चाहिँ यो भ्लग बनाउँदैछु अन्त म चाहिँ तपाईँलाई देखाउँछु के कस्तो हुन्छ भनेर ऊ रेडी भएको गएको अन्त गएर आएर पनि म उसलाई सोध्छु कि कस्तो भयो स्कुल फर्स्ट डेको एक्सपिरियन्स कस्तो थियो भनेर चाहिँ म सोध्छु अनि तपाईँहरूलाई पनि म चाहिँ देखाउँछु ए ऊ चाहिँ गर न मतलब 11:30 बजीसम्म त खोलिँदो रहेछ गेट ल्याउँछौ तिमीले ल्याउँछौ न के भयो भन्नु न साथी नि उसको चाहिँ साथी थियो नि त आउनेवाला अन्त कोही कुनै के भएर चाहिँ आउँदिनँ भन्दैछ अन्त उसलाई टेन्सन लागेछ आयो तिम्रो साथीलाई भनिदेऊ ल भन न अन्त तिम्रो नाम अहिले ल त्यसो गर्दा भइहाल्यो त अन्त टेन्सन परेको केही छैन एकछिन मात्रै हो एकछिन त्यहाँ पुगिन्जेछ मात्रै साथी भनेपछि त भइहाल्छ यस्तो छ हालत आज चाहिँ उसको मेरो पनि अलिक हालत चाहिँ आज चाहिँ ठिक छैन यहाँ अनुहार मेरो कस्तो भइरहेछ यहाँ चाहिँ कान्छी रेडी हुनु थाल्यो ढिलो त भएको छैन कि उसको साथीले चाहिँ उसलाई अलिक छिटो गरेर आउनु भन्यो नि त त्यही भएको होइन खासै हो भने त ढिलो त भएको छैन आज फेरि स्ट्राइक भन्दैछ होइन टमटमहरू त चल्छ हौ खालि मेन रोडमा त चल्दैन अन्त अत्तालिँदा यहाँ रेडी हुँदैछ उसको साथीले फेरि छिटो आउन भन्दैछ नि त फ्यान पो अन गर्नुपर्छ र हो फ्यान अन नगरिकन रातिमा चाहिँ तपाईहरु चाहिँ गर्नुहुन्छ मेरो कपाल अलिकति मिलाइदिन्छु भनेर चाहिँ नि कति थियो मेरो कपाल यति थियो मेरो कपाल त्यति राम्रो त थिएन र अलिक माथि चाहिँ थियो छिटो गर्न ढिलो भइसकिसक्यो अलिक माथि थियो छिटो गर है साँच्चै ढिलो भइसक्यो होइन ढिलो त खास भएको होइन बिचरा फेरि ऊ साथीले पर्खिबस्छ होला नि त तिमी आउँछ भनेर यहाँनिर यस्तो भएको छ कान्छी चाहिँ सु चाहिँ लगाएको छैन कान्छीले हिँड नसुहरू लगाइहाल्यो ढिलो भइसक्यो त बसेर बस ए भगवान् अन्त पछाडि त पैसा बोक्यो होइन भाडाहरू के भएको कुटिराख्नु नि भइहाल्यो त्यसले पैसा चाहिँ ल्याइनस् भनेर कल दूंगा हाँ भैया इसी टाइम पे भन्नु पर्ला नि त्यहाँनिर कान्छी साँच्ची नै है याद गर्नु गोजीमा हाल्नु साह्रै दामी फोन लगाउनु लगिन त तिमीले त बहिनीको अहिले अफर पर्छ होला है ब्याग लगाइदिनु त भन्छ घरि यो लगाइदिनु त भन्छ हो घरि के लगाइदिनु त
आमै भयो म त यसको आमै लाग्छ मलाई त उसले कति पो हो फोनको पासवर्ड त 7865 भनिदिइहाल स्कुलमा बोलाइराख्छ उसको ड्रेस आइपुगेको रहेन रहेछ नि त होइन बोलाइरहेको छ नि त सिलाइसकेको रहेछ होइन सिलाउनु चाहिँ होइन अन्त रेडी मात्रै हुनु नि त ल स्कुलमा ल तपाईँको भन्नु जस्तो लाग्यो त कस्तो मजा हेरेर बिचरा फोन पनि गरेछ उसको चाहिँ फेरि बिग्रेको छैन नि त न ल जाऊ पुऱ्याउनु जानुपर्छ तलसम्म ला ल न जानु राम्रोसँग ल ल मैले त्यहाँ के भनेको छु याद होला कुराहरू ल भाडा बोकेको छैन जानु राम्रोसँग बोल्नु सबैसँग ल बाई बाई हाँकिहाल्यो होइन ल ल गयो कान्छी चाहिँ फाइनली स्कुलबाट आइपुगिसक्यो कस्तो भयो अरे कान्छी स्कुल अन्त मैले भनेको त्यो बहिनीले फोन गरेको थिएँ त मैले बहिनीले फोन गरेको थिएँ त मलाई के भयो अरे बिहान गाडी केही नपायो हो अन्त रिक्सावाला आयो रिक्सावाला चढेको थिएँ माथि चढेँ परिसक्यो लग्यो अर्को गाडी लग्यो कहाँको रोक्दै चाहिँ रुङ्गी त्यहाँ झरेँ होइन झन्झी कहाँ हो कहाँ थाहा छैन थाहै छैन अङ्कल सुभाषपल्ली किन चाहिँ जाएका जस्तो भनेन मैले अनि त्यो अङ्कलले के भने अन्त त्यो रिक्सावालाले माथि त्यहाँदेखि मैं पुराउन दूंगी बोल रही हूँ भने थियो कि आप तो इधर गली गली लिएर आए उधर से जाएगा ना मुझे भी पता है भने थियो कि मैं फिर लगूंगी भने थियो कि यहाँ रूम बैठेको चाहिँ मैं जग्गा नहीं पाऊंगी भने हो गाडी नहीं पाऊंगी तो आज भी स्ट्राइकै भन्दा चढेँ फेरि बल्ल यस्तो भित्र लगेर चाहिँ यता उहिले गली साइड ल्यायो बल्ल ढुक्कै भयो त्यहाँदेखि कहाँ छोडिदियो ए त्यहीँनिर पर उसमै मोडमै ए बस 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 भनेर हतारेर जाँदा कति भाडा भनेदेखि 20 रुपियाँ भनेर दिइहाल्ने 20 रुपियाँ लाग्छ आउँदा चाहिँ के पायो अन्त आउँदाखेरि चाहिँ टोटो पाएँ होइन टोटो पायो उहाँ पर झार्दै त्यो हात्तीमोड मिया मोडमा त्यो ओखलोको छ नि त्यहाँ झार्दै हो फेरि त्यहाँबाट हिँड्दै 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 कति रुपियाँ दियो भाडा आउँदाखेरि चाहिँ 10 रुपियाँ दियो होला नि हिँड्दै यताबाट त्यो त्यहाँनिर झर्नु होला त अन्त लाठी उहाँ झरेको पो ठिक हो त हामी जहाँ एटिएमहरू छ नि त्यहाँ झरेको नजिक त बरु हामी ए जतापट्टिबाट आउँछ नि याद गर्नुपर्छ आफूले कुनपट्टिबाट चाहिँ नजिक पर्छ त्यहीबाट नजिक पर्छ कुनै नि के भन्छ नि यो उयसलाई मोडलाई सोध्नुपर्छ कुन चाहिँ बेन्चमा बस्यो नि तिमीहरू ए ठिकै छ उयो